हेलो आज हामी चाहिँ छाङ्रा काट्न जान लागेको। काङ्ग्रोको काङ्ग्रो कत्रो भएछ भरे हेर्छ यताको हुने रहेछ साथीहरू काङ्ग्रोको छाङ्रा काट्न भरे देखाउँछ यता निस्केको। अब खोङ्गा कोरे ए ngल बुखु चुबो तब बुखु लाने नलाने छ बुखु लाने नलाने ल है त हामी अब छाङ्रा काट्न गयो गाइस। हामी छाङ्रा काट्ने को हुन्छ हेरौँ है बरे 2 जना 3 जना 4 जना मात्रै हुन्छ कि हो। दिदी म आजु दाइ मात्रै हुन्छ कि म त यता छ है गयो है। अब हामी बोट चाहिँ खतरा छ है। ल हामी गयो टेरे दाइ त पाएन म आछु दिदी मात्रै है छाङ्रा काट्न गएको। जब टेरे दाइ पाएन हामी चाहिँ गयो छाङ्रा काट्न काङ्ग्रोको छाङ्रा काट्न गयो। तर ए बाटो त खतरै छ। हामी खोइबती हेर्न जाँदैछ दिदी म आछु यस्तो बाटोमा नि खोइबती हुन्छ। वाउ बाटो भ्यू पनि आग्लो भइसकेछ। अनि खोइबती हेर्न जाँदैछु है। धानको बिउ पनि ठुल्ठुलो भइसकेछ। बेना को छ को छ भित्र नै हेर्न मिल्छ। खोइबती बबाल रहेछ त म भित्र हेर्न जान्छु है बेना। बनाउँदैछ है खोइबती बनाउँदै रहेछ बेनाले। खोइबती वाउ बबाल हुँदैछ है। घुम्न मिल्छ है यहाँ माथि चढेर हेर्न मिल्छ खोइबती। बेला फरक किलो भने दिवा त्यो गाई फेरि या अथवा गाउने हेर्न सक्नुहुन्छ है गाइजहरूले। वाउ पानी पर्न लाग्यो आज त। खोइबती माथि चढ्यो भने गाउँ चाहिँ बबाल देख्छ है माथिबाट। धानको बिउ पनि आग्लो भएछ। खिम्जेमा रोप्ने धानको बिउ है। घुमाउन आउनु है गाइस। दाइले बनाउँदैछ। ढुङ्गाको छप्पनी हाल्न लाग्यो होइन। गाउँ पनि मजाले देखाउँछ है किन सक्नुहुन्छ है त सबैजना आउनु है भुजुङ गाउँ घुम्न। यस्तो बबाल हुँदैछ। दाइहरू काम गर्दैछ ढुङ्गा पर्दै। हामी हामी 3 जना मात्रै भयो छाङ्रा खाने। एउटा दाइ चाहिँ थाहा छैन। हामी 3 जना मात्रै भयो। हामी चाहिँ नयाँ बस पर आइसक्यो है त। अब जाँदैछु घाम पनि लाग्यो। दिदी अझै म मात्रै भयो। यहाँ चाहिँ जुत्ता चाहिँ चियापत्ती फ्याक्ट्री छुवा यहाँ चाहिँ नयाँ बोट बनाउँदै रहेछ है। वाउ कस्तो बबाल लागेछ है। दाइ दामी लेख्दैछ है बाजेले। बाजे
कला हुनुपर्छ होइन है कला हो भने त बसी बसी खान पाइयो नि बबाल लेखेछ है कान सुन्दैन र ए त्यही भएर म त दाई भने बाजे भने बोल्दैन यता चाहिँ खतरा बोर्ड बनाएछ है दाइले बबाल वाह सबै होमस्टेको हो यो है सबै होमस्टेको हो दाइ होमस्टेको यो झरना वाह झरन खतरा है यता गले गाउँको यता गले गाउँको बबाल बनाउने रहेछ है बोर्ड यता चाहिँ बनाउँदैछ है दाइले लेख्दैछ ऊ दाइले अहिले होइन भने हातले लेखाएको नि फेरि लेखेको अक्षर मात्रै लेखाएको थिएँ नि खासै त्यो अक्षरले त त्यही 1-1.5 घन्टाको हो वाह कति धेरै तपाईँको कान सुन्दैन खाना खानुभयो कान नसुन्नेको बाजेले नि खतरा लेख्ने रहेछ है दाइ वाह दामी लसुन पनि रोपेको रहेछ है भेनाले के हो भेनाले होला यो लसुन रोपेको खर्सानीको बोल्ने रहेछ ल अब हामी निस्क्यो है त खाना हामी चाहिँ गोठनीर आइपुग्यो है त खोइ कहाँ छ सर्पा खाना अझी कताबाट पुरी छ सर्प त मारेछ ओ बजेले सोकै मुदा कत्रो ठुलो सर्प रहेछ हो गोठनीर आइपुग्यो है त हामी बजेले मारेको रे पेसेलो मा अभी खाना माने पुरी अभी कस्तो राम्रो फुल फुलेको है हेर्नु त कुखुरा फार्म आइपुग्यो है हामी नलबहादुर दाइ छ कि छैन फेरि जीव टेलर पो रहेछ कुखुराको फार्म आइपुग्यो हामी नलबहादुर दाइ छ कि छैन कुखुरा त छोडेछ मकै नि रोपेछ नलबहादुर दाइले त पिटालु पनि रोपे खायो त त्यो बारीमा वाह नलबहादुर दाइ छ कि छैन हेरौँ थाहा नि लाग्ने रहेछ नलबहादुर दाइको प्याज ओइ के गरेको वा प्याज नलबहादुर दाइको प्याज ठुल्ठुलो भएछ त प्याज त खाना खानुभयो के गरेको तपाईँ तल्लो ल के काट्ने हो र त्यसले नलबहादुर दाइको बाफ्रे कुखुरा कहाँ छ नलबहादुर दाइको किचन वा नलबहादुर दाइको किचन है त यो मै खाइम बा दाइ है म चाहिँ यहाँ छु बुढा र दिदी चाहिँ छाङ्रो काट्न गयो है यो के को उस हो
खान मिल्छ कि मिल्दैन होला यो खाइदिउँ क्या हो खान मिल्दैन होला यो खायो भने नेगो रोडो रहेछ है खान मिल्दैन त्यहाँ गए यता बुढो त छाङ्रा काट्न कस्तो ल्याउने रहेछ है छाङ्रा दिदी चाहिँ माथि जानुभयो छाङ्रा काट्न म चाहिँ यहाँ छु नेगो रोडो पाकेछ है यो खाइदिउँ के हो नेगो रोडो जङ्गल चाहिँ खतरा छ है डरलाग्दो जी आँधेर नआँधेर भयो पानी परेर है बर्खा लाग्यो अब त दिदी चाहिँ उता जानुभयो माथि म चाहिँ यता छु है बुढोले चाहिँ उता छाङ्रा काट्दैछ कस्तो काटेको रहेछ छाङ्रा हेर्न जान्छु है कता बाटो गएको तपाईँ मलाई त बाटो चिनेन ल ल हामी चाहिँ छाङ्रा काट्न आएको छाङ्रा चाहिँ सानो सानो बोकेर जान्छु आज चाहिँ हामी छाङ्रा काट्न आएको काङ्ग्रो चाहिँ कत्रो भए भएर देखाउँछु है त बारीमा गएर कत्रो भएछ आज चाहिँ मौसम एकदम खराब छ है त पानी पर्न लाहा आँधेर भइरह के गर्नु काम छैन आउनै पर्यो हैन अब हेर्नु होला भरे भिडियो हाल्नेछु माया जेजी 01 सब्सक्राइब गरिदिनु सबैजनाले ल गाइज म चाहिँ आइसेलु खान जान्छु आइसेलु त बबाल फलेछ भनेको त ठुलो फलेछ वाउ आइसेलु कति अबुइ झर्यो नि जुगा आयो छ्या यही हातले जुगा टिपे यही हातले आइसेलु टिपेर खानु पर्यो आइसेलु भेटाएन आइसेलु यहाँ है भेटाएन आइसेलु भेटाएन आइसेलु टिप्दैछु है खाने भयो आउनु होइन आज भोलि त पानीले भिजाएर यो सबै झरेको त कत्रो ठुल्ठुलो रहेछ है आइसेलु लर चोरै पो वा माछा खतरा मिठो भए दिनु त बुढो लौरो दिनुहोस् त दिदी खान्छु खान्छ यहाँ तान्दिनु न बुढो न चस्मा त्यसको बाटो अनि चस्मा पाउँछ छिची मलाई घिन लाग्यो आइसेलु खतरा फल्यो यहाँ कसरी टिप्ने हो पान भेटाएन है डल्ली भएर आइसेलु कहाँ छ आइसेलु यहाँ है यहाँ दिदी पला यो तानमा मिलेर हुँदैन के गाने आथा खोज्यो वा झऱ्यो के आइसेलु सबै झऱ्यो है तर फलेछ सबै झऱ्यो नि मिस्यौँ के काटिन जाने ताँसे क्या तपाईँ नखाने त्यतै पाला भने हो दिदी यहाँ माथि छ आइसेलु जुगा ताँसी क्या त्यो खुवाबा चाहिएन उजाइ तपाईँको हातमा लगाउँदा यो खै मेरो खुडी कहाँ गयो
लौरै हरायो ल हामीले चाहिँ छाङ्रा काटेर भ्याइसक्यो। छाङ्रा चाहिँ खतरा खतरा काटे है दिदी र आचोले त। बाबा मेरो छाङ्रा चाहिँ इत्रु उही छाङ्रा बोक्दै सकेन यो। वाउ दिदीको छाङ्रा हामीले यसरी बोकेर आएको छाङ्रा। पछाडिको मान्छेले कसरी बोकेको छाङ्रा के मलाई दुइटा बोकेको सक्दै सकेन। आया छाङ्रा खतरा बोक्यो। ल यो चाहिँ भुजुङ गेट। यता चाहिँ स्कुल छ। स्कुल किन नाइ त मा भुजुङको गेट है यो। 6 नम्बर टोल चियापत्ती टिप्न आएको रहेछ आज। हाम्रो चाहिँ अस्ति टिप्यो त्यो चियापत्ती। आज चाहिँ 6 नम्बर टोल चियापत्ती टिप्न आएको रहेछ। हाम्रो चाहिँ अस्ति टिप्न थियो है। आयो दिदीको छाङ्रा। यो चाहिँ हस्पिटल है त। बिरामी भयो भने यहाँ आउनुपर्छ। 6 नम्बर वार्ड टोल चियापत्ती टिप्न आएको रहेछ आज। भैँसीको घाँस हो कि के हो? भैँसीको घाँस बाख्राको घाँस पुग्दैछ बजिहाल्यो। घाँस बोक्दैछ कोही चाहिँ बजाएर। बाख्राको घाँस भैँसीको घाँस खान खल्लो रस खल्लो वा नि छाङ थोनी लो छाङ्रा काट्न आएको। छाङ्रा चाहिँ यत्रो ठुल्ठुलो लिएर वाउ बाख्राको घाँस है। 6 नम्बर टोल चियापत्ती टिप्न आएको रहेछ आज। हाम्रो चाहिँ अस्ति टिप्यो। हाम्रो चाहिँ कटिङ गरेको। सागर दाई चाहिँ बाख्रा लिएर आए है त। बाख्रा चराउन जाने रे सागर दाई। सागर दाई सुसुर र पोइ म गोठाले दाई हो। तपाईँ गोठाले दाई हो। सागर दाईको बाख्रा अब यत्रो ठुलो बोका कहाँ छ होला? वाह बोका वाह कत्रो ठुलो बोका नि। माम्रो है वा बाख्राको बोका हेरेको आमाले घोज्यो रे छाङ्राले। बाख्रा चाहिँ वाह बोख्रा बाख्रा बबाल बाख्रा है। ओह बोका त यहाँ नि रहेछ। बोकै बोका छ के हो? बोकै बोका। Oh, ville kjøpe kjøpene ned, Reina. Didi, rasanya mah. हम चाहिँ नयाँ बस अझै पुरानो बसपारमा आइपुग्यो है। पुरानो बसपार यो चाहिँ खतरा है। बसपार चाहिँ पुरानो बसपार। यहाँबाट हामी यहाँबाट लाग्छ।
आमाहरू चाहिँ यता गयो यता बाटो हामी चाहिँ यता बाटो जान्छ यता फेरि हाम्रो यता बाटो आमाहरू यता बाटो हाम्रो बस पर छेल्जी हामी चाहिँ अब गाउँ आइपुग्न लाग्यो है त छेल्जी हो यो गाउँ आइपुग्यो अब हामी थोरै बाँकी छ है गाउँ आइपुग्न लाग्यो काँक्रोको बोट चाहिँ ठुल्ठुलो भएछ काँक्रो चाहिँ भुवाफुरै ठुलो ठुलो खै काँक्रो चाहिँ सानो सानो भएछ बाफ यो हाम्रो हो यो खोर्सानी चाहिँ यहाँ बबाल फल्छ है भोलि पर्सि अहिले चाहिँ इत्रु इत्रु भयो है सबैको तिरे म आमाहरूको काँक्रो चाहिँ बबाल ठुलो भएछ हाम्रो मात्रै काँक्रोको बोटै छैन अब यत्रो ठुलो छाङ्गा गाडिसक्यो किन काँक्रोको बोटै छैन वाउ बिउ नि कति राम्रो हो